नमस्कार, म यहाँलाई युनिक नेपाल युट्युब च्यानल मार्फत यहाँलाई आज चितवन राष्ट्रिय निकुञ्जको हामी जङ्गली सफारीमा छौँ। चितवन राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा पहिले स्थापना भएको विक्रम 2032 सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज हो। यहाँहरू हामी यो आजको यो चितवनको सौराहामा हामी 9 जनाको टिम लगायत हामी 10 जनाको टिम छौँ। हामी 5 वटा गाडी हाम्रै खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडका सम्पूर्ण प्रमुख कार्यकारी अधिकृत विभागीय प्रमुखज्यू लगायत उपस्थित सम्पूर्ण कर्मचारी लगभग यो आएको 3 दिने त्रैमासिक कार्यशाला गोष्ठीमा उपस्थित सम्पूर्ण कर्मचारी चाहिँ यो 5 वटा गाडीमा गएर हामी हिँडिरहेका छौँ चितवन राष्ट्रिय निकुञ्जमा। यहाँहरूलाई हामी अहिले मैले यहाँलाई लाइभ देखाउने छु। अहिले भर्खर यहाँलाई मैले मयूर देखाइरहेको थिएँ। अब अन्य कुराहरू चाहिँ देखाउने जनावरहरू हामीले बाटोमा देखेसम्मको जनावरहरू यहाँलाई देखाउने छौँ। अलि गुरुले पनि अलिकति बिस्तारै बिस्तारै चलाउनु पर्ने जस्तो लागिरहेछ, दौडाइदिनुहुन्छ अनि हो हेलो दाजु, के सफारीको बारेमा केही कुरा भनिदिनु नि त। हजुरको नाम पहिले? मेरो नाम कुमार लामा हो। मेरो घर चाहिँ चितवनवासी। अब सफारी भनेको यहाँनिर तपाईँको 3-4 ठाउँमा सफारीहरू छ होइन। हजुर हजुर। सफारीको छेउमा चाहिँ तपाईँको जनावर भन्नु पर्दाखेरि हामीले लिएर देखाउने होइन कि जनावरको घरमा लिएर आउने हो तपाईँहरूलाई। हजुर होइन, त्यो जनावर देख्ने नदेख्ने त्यो तपाईँहरूमै भर पर्ने, हामीमा ग्यारेन्टी छैन। यो समय चाहिँ कुन टाइममा प्रायः समय भनेको बिहान र बेलुकामा हो। गाडी एकदमै कम हुनुपर्छ, एकदम क्वाइट हुनु पऱ्यो होइन। हजुर। यो अलिकति गाडीको हलले पनि भाग्छ नि त जनावरहरू। प्राय कुन कुन जनावर चाहिँ हामीले देख्ने गरेका छौँ भने चाहिँ अब गाडा देखिने एक सिङ्गे गाडा। हजुर। होइन, अब बाघ र भालु भनेको अलि रेयरमै पर्छ। हजुर। तपाईँको जराईहरू देखिने हो। हजुर। देखिने जराई देखिने हो, मजुरहरू देख्ने हो। हजुर। बाँकी अब अरू चिजहरू भनेको चाहिँ हामी त्यसमा पनि ग्यारेन्टी छैन कुरो। हजुर, यो पेसामा आबद्ध भएको कति भयो? मैले त 18 साल जति भयो। 18 साल। हजुर। जसरी यो हामीले अहिले चाहिँ हामी 10 जनाको टिम छौँ, यसको तपाईँहरूको सेवा शुल्क भनौँ न के कसरी लाने गर्नु भएको छ? भोलि यो अहिलेको यो मेरो युट्युब च्यानल सबै ठाउँमा हेर्नु भएको छ। हजुर, हाम्रो चाहिँ ज्याला दिने हो हामीलाई चाहिँ। हजुर। हजुर हजुर। अब यो गाडी पनि यो वनको होइन, यो पनि प्राइभेट नै हो। यो एउटा समितिबाट सञ्चालन गर्ने हो। हजुर। तपाईँको अब कुनै पनि होटेल जुन तपाईँहरू बसेको होटेल अहिले उहाँ होटेलले चाहिँ समितिलाई यो भेकल समितिलाई फोन गर्यो। भेकल समितिले चाहिँ तपाईँहरूलाई त्यो होटेलले चाहिँ जिप पठाइदियो होइन, सुविधा दिने मात्रै हो। यो वनकै चाहिँ होइन, यहाँ 3-4 ठाउँमा गाडीहरू बुढाउँछ नि त। त्यो जति पनि गाडी बुढाएको छ त्यो वनकै होइन कि तपाईँको प्राइभेट गाडीहरू हो। यो रुट चाहिँ सबैको एकै हो कि फरक फरक रुट छ? अलग अलग रुट छ, 4-5 ठाउँमा छ। फरक रुट छ सबैको। होटेलले जुन जङ्गलमा भन्छ त्यो जङ्गलमा लगेर जाने हो हामीले। रुट चाहिँ फरक जस्तै यो अब हाम्रो रुटको नाम के हो? यो कुचकुचे नेसनल के अरे मध्यप्रदेश सामुदायिक वन हो यो होइन। यसमा पनि अब तपाईँको सफारी गर्दै नगर्ने भनेको यसमा के गर्छ, बजेट अनुसारले गराउने हो उनीहरूले जुन समय अनुसारले। अब भित्र निकुञ्जभित्र छ, निकुञ्जभित्र त्यो थोरै भनेको पनि 4.5 घन्टा हुन्छ। यो अहिलेको हाम्रो समय कति अब घन्टाको हो? हामी 2 देखि 2.5 घन्टाको हो होइन। उताबाट आएकोदेखि नै जोड्छ कि जाने। हाम्रो यो मेन जङ्गल यही हो कि अर्को पनि छ ठुलो? मेन यही हो। अनि हामीले जसरी अहिले हाम्रो सामुदायिक वन भन्ने छ, 20,000 ताल भन्छ टिकौली सामुदायिक वन हो। ताल त धेरै ताल छैन नि यहाँ चाहिँ। हो। अहिले हामी कुनै ताल भेट्छौँ त बाटोमा? भेट्छ नागदा ताल भन्ने यो रुटमा सबभन्दा महत्त्वपूर्ण रुट कुन हो? हाम्रो चावडा रुट छ नि तपाईँहरू भन्न सकिँदैन तपाईँको होइन। कुनै बेलामा यही रुटमा पनि बाघ भालु भेटिन्छ, कुनै बेलामा बाघ भालु भेट्ने रुटमा पनि भएर भेटिन्छ। भन्न चाहिँ सकिँदैन। महत्त्वको
पनि अहिले त्यहाँ टावर देखियो त्यो अग्लो होइन त्यहाँनिर दिनभरि बसेर आएर हामीले आफै व्यक्तिगत आएर त्यहाँ बसेर हेर्न सकिँदैन व्यक्तिगत तपाईँको गाइड अनिवार्य चाहिन्छ होइन त्यहाँ अहिलेको जुन हामीले इन्ट्री गऱ्यो नि त्यो ठाउँमा आएर इन्ट्री गराउनुपर्छ कतिजना त्यो को ठाउँमा आएको सबै त्यो हुनुपर्छ भरे निस्किने बेलामा पनि चेकआउट गर्ने बेलामा थाहा हुनुपर्छ उनीहरूले निस्क्यो भनेर जिम्मा गाइडले लियो भनेर बस्नु छ प्रशिक्षक यहाँ तालिम प्राप्त गाइड हुन्छ अनि जसरी अहिले हामी यो गाडीमा आइरहेका छौँ प्रति व्यक्ति हाम्रो फी भनौँ न यो शुल्क कति के कसरी लिनु गर्नु भएको छ गाडीको चाहिँ यो प्रति व्यक्ति चाहिँ थाहा भइसक्यो यो गाडीको चाहिँ थाहा भएन हामीलाई थाहा नहुनु कुरो किनभने गाडीसँग रेट निर्धारण गर्छ त्यो समितिले गर्छ उहाँलाई थाहा हुन्छ रेट चाहिँ समितिले दिने हो सरकारी मूल्य निर्धारण प्रणाली भनिदिनु न त्यही भयो तपाईँहरू लगभग 2.5 घन्टा जति तपाईँ पर पर्सनको 2.5 घन्टा यात्रा गर्नुभयो भने लगभग 1,000 रुपियाँ जति फी तिर्नुभयो भने एकजना पर्सनलाई चाहिँ यहाँ हुन्छ एउटा गाडीमा लगभग 11-12 जनाको 10 जति चाहिँ यात्रा गर्नु सकिन्छ अब 2.5 घन्टा गर्नुहुन्छ भने 1,000 अब 4 घन्टा गर्नुहुन्छ दिनभरि घुम्नुहुन्छ साथीहरूलाई मैले यो लाइभ यता पनि देखिदिन अनुरोध गरेँ हाम्रो अगाडिका साथीहरू रोशन सर हेलो हाम्रो रोल्पाली खर्क केबी नमस्ते नमस्कार सर राम सफल अब यहाँ सुनिहाल्नुभयो कस्तो राम्रो सबै कुरा अब जानकारी लगभग पाउनुभयो घरै यहाँहरूलाई बसेर जानकारीको लागि मैले जुन चितवन राष्ट्रिय निकुञ्ज चितवनमा चाहिँ यहाँहरू घुम्ने आन्तरिक पर्यटकहरूमा घुम्न आउने मनसाय बनाएर आइरहनु भएको सोचिरहनु भएको छ उहाँलाई यो भिडियो निश्चय पनि प्रोटेबल हुने नै भन्ने छ भन्ने मैले सोचिरहेको छु हामीले यहाँ अहिले जङ्गलको केही दृश्यहरू देखाइरहेका छौँ अब बिहानको समय र बेलुकाको समयमा चाहिँ जङ्गली जनावर प्राय आवत यताउता गरिरहनु भएको छ भन्ने हाम्रो दाइले भनिरहनु भएको छ यहाँलाई केही मैले यो निकुञ्जको केही मुख्य कुराहरू त मैले बताइरहेको छु अझै पनि यहाँलाई मैले यो लाइभबाट के बिचमा यहाँलाई मैले चाहिँ जङ्गल जनावर भएको दृश्य देखाउने जमहरू गर्ने नै छु यहाँ तपाईँहरूको आजको यो पहिलो ऊ हो लट दिनमा दोस्रो लट हो अघि योभन्दा अगाडि आउँदा केही भेट्नु भएको थियो जनावर बाघहरू केही देख्नु भएको थियो ए ए उहाँहरू बनवाले हुनुहुन्छ मैले यो सामुदायिक वनको वन रक्षकलाई पनि यहाँलाई देखाएँ यसरी गाडीहरू यो रुटहरूमा आवत जावत भइरहेकै छ बिस्तारै बिस्तारै माथिको दुईटा मान्छे अर्कोबाट पनि बसाएको होला नत्र एउटै रुटबाट आएछ 4-5 रुट छ तपाईँ 20,000 रुपियाँ भनेको ताल त यही हो माग के द अरे सर माग्दा आयो माग्द आलियो कि ताल हो भन्ने कुरो यहाँतिर जराहरू देखिन्छ कि गर्मीमा चाहिँ किनकि पानी खाइदिएकै जराहरू टेबल तालसम्म अरू साह्रो पितालबाट ल्याउनु पऱ्यो पानी पहिलो छिटो हुन्छ अलिक राम्रो हुन्छ होइन प्राय चितवनमा पुरा नाकको आकारमा रहेछ हेलो तपाईँ बसेकै होटलमा पनि होटलले नै एउटा हात्ती पालेको छ तपाईँलाई इन्ट्रेस्ट लाग्यो भने त्यो हात्तीलाई गर्न पनि पाइयो एउटा व्यक्तिले पालेको पनि लगेर आम्दानीको लागि चढाउनु लानु पायो तागत हुनु पऱ्यो होला गइरहेको छ नि ओ इतिहास सर हेलो इतिहास हेलो ल एकछिन केही व्याख्या गरौँ त चितवन राष्ट्रिय निकुञ्जको बारेमा ल चितवन राष्ट्रिय निकुञ्ज त मैले अघि पनि भनिहालेँ चितवन राष्ट्रिय निकुञ्ज नेपालको एकदम पहिलो राष्ट्रिय निकुञ्ज हो त्यो राष्ट्रिय निकुञ्जको आसपासमा रहेको केही जङ्गलहरू चाहिँ लाइट जलपोतमा समेट्न सकिएको छैन त्यसलाई सामुदायिक त्यहाँको स्थानीय स्तरको जनसमुदायलाई रोजीरोटीको लागि चाहिँ राज्यले अवसर दिएको छ त्यसलाई मध्यवर्ती क्षेत्र भन्छ हामी अहिले गभर्मेन्टमा काम्जे जङ्गल कुचकुचे
छुटे जङ्गलको सामुदायिक जङ्गलको बिचमा हामी हिँडिरहेको छौँ। यो यता साइडमा देखिएको नागदह हो, यो ठ्याक्कै नागको आकारमा देख्न सकिन्छ। यो नागदह नागदहरी पनि अब यहाँ चाहिँ धेरै जङ्गली जनावरहरू पनि देख्न सकिन्छ। लाइक नेपालको सबैभन्दा धेरै बाघ पाइने विश्वमा लाग्छ इन्डियापछि दोस्रो रूपमा हामी बाघको सङ्ख्या काउन्ट अहिले नेपाल सरकारले गर्ने पनि छ। अब पहिले योभन्दा अगाडि भएको बाघ गणना अनुसार 125वटा भन्दा प्लस बाघको सङ्ख्या यहाँ चितवनमा थियो। चितवनमा भने 645 भन्दा प्लस गैँडाको सङ्ख्याहरू रहेको छ। अब हामी हेर्दै जाउँ जङ्गलमा छौँ र धेरै वन्यजन्तुहरू देखिन्छ। बाघ गैँडाको लागि त यहाँनिर एकदम प्रख्यात हो। हात्तीहरू देखिन्छन्, जङ्गली हात्तीहरू, धोर्बे रोनाल्डोहरू यीहरू त यहाँको एकदम फेमस पनि हो। रुद्रकली खगेन्द्रकली गएर वहाँनिर गएर मोहम्मद रुद्रकली र मोहम्मद अरू बन्ने कारमै छन्। हामी धेरै जसो मान्छेले चाहिँ नेपाली रुपियाँ नोटहरूमा देखिएको जङ्गली जनावर चाहिँ यत्तिकै महत्त्वपूर्ण रहेछन्। पैसा जस्तो महत्त्वपूर्ण चिजमा पनि किन गैँडा हात्तीको नोट राखिएको भन्ने चाहिँ यहाँ आएर हेर्दाखेरि पनि बुझिन्छ। यो चाहिँ एकदम विश्वमै लोप हुने अवस्थामा भएका एकसिङे गैँडाहरू भए, हात्तीहरू भए, यो चाहिँ एकदम महत्त्वपूर्ण प्राकृतिक वन्यजन्तु हो। संरक्षण राज्यले यत्रो जो सामुदायिक वनहरू नेसनल पार्कहरूको स्थापना गरेको छ। यो चाहिँ एकदम राज्यको दूरदृष्टि अन्तर्गत पर्छ र नेचर संरक्षणमा कार्बन व्यापारलाई त विश्व बजारमा जलवायु परिवर्तनको यत्रो सङ्कटकालीन अवस्था छ, जहाँ चाहिँ हिमालहरू बग्लेर तनाव भएको अवस्था छ। यस्तो अवस्थामा एकदमै धेरै यो वन्यजन्तु र मानवको सम्बन्धलाई चाहिँ कसरी हामीले अझै मजबुत हामीले एउटा गरुड पनि देख्यौँ यहाँलाई मैले चित्रमा देखाएँ। पर ठुलोवाला बसिरहेको यो एकदम शान्त प्रकृतिको चरा पनि हो है। एकदम उसको जस्तो ध्यान गरेर बस्ने चुप्प माछा देखिने बित्तिकै कागज चेष्टा बोक्नु ध्यान भन्छन् नि, त्यही भएर विद्यार्थी हुने 5 मिनट मन्दिरको ध्यान गरेर बस्ने छैन। प्रकृति र मानवको सम्बन्धलाई कसरी जोड्ने, प्राकृतिक वन्यजन्तु र मान्छेलाई कसरी एकीकृत आपसमा बाँध्ने भनेर पनि यो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको लागि चाहिँ हामीले परिभाषित गरेको छ। एकदम महत्त्वपूर्ण हो ग्रिन इकोनोमी। अब अहिले त कार्बन व्यापार लगायत यो नेपाललाई चाहिँ आम्दानीको स्रोत पनि, वैदेशिक आम्दानीको एउटा दिशाको रूपमा पनि यसलाई लिन सकिन्छ। नेपालमा चाहिँ जहाँसम्म लाग्छ काठमाडौँ पोखरा पछि टुरिस्टहरू सबसे बढी आउने राष्ट्रिय निकुञ्जको हकमा त पहिलो नै हो। तर अन्य प्लेसको हिसाबले पनि चितवन अहिले एकदमै महत्त्वपूर्ण छ। आर्थिक विकासको हिसाबले पनि काठमाडौँ पछि दोस्रो राजधानीको रूपमा पनि विकास हुँदै गरेको छ। र अहिले भरतपुरबाट एकदम छोटो डिस्टेन्समा पनि रहेको छ। हामी काठमाडौँबाट सिधै प्लेनमा आएर भरतपुरबाट लाएर थोरै आधी घन्टा जतिको डिस्टेन्समा हामी भरतपुरमा सौराहा, विशेष त यो सौराहाको आसपासमा हामी जङ्गल सफारीहरू लिएर धेरै गर्नु सक्छौँ। यहाँ चाहिँ थारू कल्चर, थारू संस्कृतिहरूदेखि लिएर हरेक चिजहरूको पनि अनुभव गर्न सकिन्छ। तपाईँहरू जहाँ हुनुहुन्छ नेपालभरिदेखि लाइक नेपालीहरू जहाँ विश्व बजारमा हुनुहुन्छ, वेलकम सौराहा। तपाईँहरूलाई यहाँ आएर कुनै प्रस्तुत हुने छैन, तपाईँहरू सन्तुष्ट हो। धेरै राम्रो कुरो राखिदिनु भयो, अति उत्तम। यहाँले चाहिँ अहिलेको यो विश्व परिदृश्यको नेपालको आर्थिक अवस्थाको कुराहरू गर्नुभयो, चितवन राष्ट्रिय निकुञ्ज व्याख्या गर्नुभयो। यहाँभन्दा पहिले पनि हजुर यो चितवन राष्ट्रिय निकुञ्ज आउनु भएको थियो? मजाले, यो मेरो तेस्रो पटक हो हजुर चितवन राष्ट्रिय निकुञ्जमा। म योभन्दा अगाडि 4-5 साल अगाडि आएको थिएँ र त्योभन्दा अझै एकचोटि अगाडि आएको थियो। त्यो चाहिँ ठ्याक्कै मलाई डेट याद छैन। यो चाहिँ जङ्गल सफारी चाहिँ मेरो तेस्रो गणना हो। यो जङ्गल सफारी चाहिँ अहिले यहाँले योभन्दा पहिला आउँदा के जङ्गली जनावर देख्नु भएको थियो? जङ्गली जनावर चाहिँ गैँडा देखिएको थियो। हजुर, मेन लक्ष्य चाहिँ बाघ हेर्ने भनेरै हो। म यहाँ बढी उत्साहित हो। अन्य जनावरहरू मन्दिर बोला भेटिरहेको छु, गैँडा, हात्ती, अब यो जरायोहरू, तितलहरू, घरलहरू, नीलगाईहरूदेखि लिएर अरू सामान्य मयूरहरू, अब अनेक घडियाल कोहीहरूलाई त हामीले नर्मल देखिराखेँ। अब बाघ भनेको चाहिँ अलिकति संवेदनशील पनि हुने र अब मानव सुरक्षाको लागि पनि अलिकति जटिल हुने हुँदाखेरि अब मान्छे र बाघको सम्बन्धलाई चाहिँ अलिकति जटिल रूपमा हेर्न सकिन्छ। र जङ्गली हात्तीहरू, अलिकति जङ्गली गैँडाहरू आउँदाखेरि पनि अलिकति हामीले सतर्क हुनुपर्ने अवस्था छ। त्यसैले हामी यात्रा गर्दाखेरि पनि सकेसम्म जङ्गली जनावरलाई त्यति हानि नहुने गरी सभ्य तरिकाले, शिष्ट तरिकाले, विशेष गरी यहाँ आएको बेलामा हो हल्ला बढी गर्नुभन्दा पनि हामीले चाहिँ प्रकृतिको मजा लिने र जङ्गली जनावरहरूको एउटा
लाई नजिकबाट निहालेर त्यसको बारेमा एक्टिभिटी बुझ्ने र आनन्द महसुस गर्ने प्रकृतिमा कसरी जङ्गली जनावरहरू रमाइरहेका छन् यिनीहरू खुल्ला यिनीहरूलाई कुनै चिन्ता छ न आर्थिक प्रलोभनमा दौडिनु परेको छ न भ्रष्टा गर्नु परेको छ न के गर्नु परेको छ मान्छेको एउटा दुनियाँबाट बाहिर निस्केर हेर्ने भने प्रकृतिमा रमाएको जनावरहरूबाट हामीले धेरै कुरा सिक्न सकिन्छ र प्रकृति नै पाठशाला हो यसबाट धेरै कुरा ज्ञान लिन सकिन्छ भन्ने कुरा चाहिँ यहाँ आएर आवाज हुन्छ होइन यो पहिल्यै पनि हामीले त्यो ज्ञान सिकेर यहाँबाट बस्नुपर्छ। यहाँलाई धेरै धेरै धन्यवाद। म युनिक नेपाल युट्युब च्यानल मार्फत यहाँलाई मैले यो प्रत्यक्ष रूपमा लाइभमा देखाइरहेको छु। यो युनिक नेपाल भनेको चाहिँ मैले आफैले स्थापना गरेर चलाइरहेको छु। यहाँहरूले जुन मैले युनिक नेपाल त्यत्तिकै नाम राखेको होइन, यस्ता विभिन्न नयाँ किसिमका युनिक कुराहरू चाहिँ मैले यहाँलाई चाहिँ मेरो च्यानल मार्फत यो युट्युब च्यानल हेर्दै हुनुहुन्छ लाइक कमेन्ट एकदम गर्नु यहाँलाई धेरै धेरै धन्यवाद। म बिचमा फेरि यहाँलाई यो चितवनको निकुञ्जको बस्ती स्थिति हामीले मनोरञ्जन लगेका केही कुराहरू चाहिँ यहाँलाई फेरि मैले सोध्ने नै छु। यसै क्रममा एकजना हाम्रो धार्मिक व्यक्तित्व फुड टेक्निसियन रसन श्रेष्ठजीलाई मैले केही 2 शब्द आजको यो मनोरञ्जनको बारेमा राखिदिन यहाँलाई अनुरोध गरेँ। आज आइयो विशेष कारणले अफिसको कारणले होइन। हजुर अब हामी यहाँ धेरै कार्यालयबाट धेरै हाम्रा साथीहरू जो आउनु भएको छ सरहरू उहाँहरूले पनि बताउनु होला। मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। म चाहिँ एकदम पाहाडमा जन्मेको मान्छे। हजुर हजुर अहिले काठमाडौँको बसाइमा चाहिँ एकदम म चाहिँ गुम्सेको जस्तो फिल भइरहेको थियो। मलाई अहिले एकदम आनन्द लागिरहेछ। चिसो मौसम छ, अलिकति घाम भयो अलिक राम्रो जनावरहरू देख्न पाइन्छ कि भन्ने लागिरहेछ। र कति बेला चाहिँ जङ्गली जनावर आउँछ अनि म हेरौँ फोटो खिचौँ भनेर मोबाइल लिएर ए अघि एउटा धनेसको खिचिहालेँ। यहाँ हामीलाई आशा छ, यहाँको अब आशा हाम्रो आशा पुरा हुने नै छ। धन्यवाद धन्यवाद। अनि के छ यहाँ योभन्दा पहिले पनि यो निकुञ्जमा प्रवेश गर्नु आउनु भएको थियो? म चाहिँ चितवन चाहिँ पहिलोचोटि हो मेरो चाहिँ यो चाहिँ ए है। अब मैले धेरै सुनेको थिएँ यहाँको बारेमा। अब यहाँ चाहिँ कति थरीका चराचुरुङ्गी पाउने राज्यले संरक्षण गरेको अघि अलिकति अगाडि नेपालगञ्जको हाकिम साहबले चाहिँ यो ग्रिनरीको कन्सेप्ट होइन सबै कुरा उहाँले राखिसक्नु भएको छ। अब म चाहिँ के भन्न चाहन्छु भने हामी कति खर्च गरेर हामी थाइल्यान्ड जान्छौँ, सिङ्गापुर जान्छौँ, तर हामीले चाहिँ आन्तरिक पर्यटनलाई पनि प्रवर्धन गर्नुपर्छ। हजुर हजुर के छ नेपाल भनेको एउटा चाहिँ प्राकृतिक सम्पदाको खानी छ। हजुर यहाँ हामीले पहिचान गर्न नसकेका नजानेका धेरै क्षेत्रहरू छ, धेरै ठाउँ छ। हजुर त्यसरी नै जसरी राज्यले पहिचान गरेर चाहिँ यसको प्रवर्धनमा लागेको छ। अब पनि अरू यस्तै चाहिँ पहिचान गरेर यी जङ्गली जनावरहरू यो चाहिँ वनहरू संरक्षण गर्ने अनि यसलाई चाहिँ विनाश गर्नबाट जोगाउने यसलाई चाहिँ राष्ट्रिय नीतिमा ल्याउनुपर्छ भन्ने मेरो चाहिँ धारणा छ। हस् धन्यवाद यहाँलाई। यहाँ हामी मैले देखाइसकेको छु 10 जना हामी चाहिँ साथीहरू चाहिँ आइरहेका छौँ। यहाँ अब हाम्रो मुगुको हाकिम साहब केशव गिरी सर हुनुहुन्छ। उहाँले सबैजनालाई नमस्कार। सर्वप्रथम सर युट्युब च्यानल मार्फत म जोडिन चाहेँ। म चितवन राष्ट्रिय निकुञ्ज मेरो दोस्रो पटक हो। योभन्दा 13 वर्ष अगाडि म 9 क्लासमा पढ्दा शैक्षिक भ्रमणको क्रममा चितवन राष्ट्रिय निकुञ्जमा आउने अवसर मिलेको थियो र 13 वर्ष पछाडि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुन हाम्रो म्यानेजर मिस 2082 को अवसरमा हामीलाई यहाँ जम्प गर्ने अवसर मिल्यो र हामी चितवन राष्ट्रिय निकुञ्जमा सम्पूर्ण अफिसको स्टाफहरू आउन पाएको चाहिँ। चितवन राष्ट्रिय निकुञ्ज नेपालको हरित अर्थतन्त्रको लागि एउटा आधार स्तम्भ। यहाँलाई मैले मिर्गा देखाएँ, बाँकी संवाद जोड्ने नै छु। यहाँ मृगहरू आफ्नै तरिकाले आनन्द लिइरहनु भएको छ, चढिरहनु भएको छ। जराया सपरिवार हेर्न पाइयो होइन।
जनायोहरू बढी देखिनुको आयो चाहिँ गाडीहरू हिँड्छ, मान्छेहरू हिँड्छ, अनि त्यसै हुन्छ नि जनावरहरू पनि त्यति मानवीय चेतना बुझ्ने भइसक्यो क्या होइन। त्यो रुखको यहाँले अब कन्टिन्यू होइन हो। अब हामीलाई जरायो देख्नुभयो, उहाँले डिस्ट्र्याक्ट गर्नुभयो। नेपालको हरित अर्थतन्त्रको एउटा आधार स्तम्भ भनिहालेँ मैले अघि नै। अब यस विषयमा त विस्तारमा हाम्रो रामशरण सरले भनिसक्नु भएको छ। मैले छोटो के गर्न चाहेँ भने हाम्रो कार्बन व्यापार जुन अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई त्यो वन सम्पदाको संरक्षण गरेको बापत प्राप्त हुन्छ। कार्बन व्यापारमा चितवन राष्ट्रिय निकुञ्जको महत्त्वपूर्ण योगदान छ। बाघ संरक्षणको क्षेत्रमा भयो, जस्तै हाम्रो विश्वमै दुर्लभ मानिन्छ एकसिङे गैंडा, रेड क्लिफ हजुर होइन के भन्छ रेड जोन होइन विश्वको रेड जोनमा परेको जोन सौथी जोन त समग्रमा हेर्दा हामीले समुदायमा आधारित विकास भन्छौँ, जुन हाम्रो जनस्वास्थ्य र सामुदायिक वन भन्दै एसियामा एउटा नमुनाको रूपमा छ। जसतर्फ सामुदायिक वनलाई अर्थतन्त्रसँग जोड्ने भरपुर प्रयास गरेको देखियो। हामीले यहाँको स्थानीय गाइड दाजुहरूसँग बुझ्यौँ होइन। हजुर एउटा राम्रो हो अर्थतन्त्रको लागि। अब हामी खाद्यसँग काम गर्ने, अब खाद्य भनेको हरित अर्थतन्त्रसँग जोडिएको विषय हो। खाद्य श्रृङ्खलामा काम गरिरहेका छौँ। कृषि वनको नयाँ अवधारणा पनि आएको छ। सामुदायिक वनजन्तु पनि गर्न सक्ने स्थिति भयो, एउटा गर्न सक्ने हामीले यसबाट सिक्न र स्रोतलाई अर्थतन्त्रमा कसरी जोड्ने भन्ने एउटा नमुनाको रूपमा हामीले यो सफारीलाई पनि लियौँ। एउटा यति भन्न चाहेँ सर। यहाँलाई धन्यवाद। सबैको यति सान्दर्भिक शब्दहरू जुन देश विदेश लगायत सबै कुराहरूले यहाँ चाहिँ केही आफूले जानेको भोगेको पढेको कुराहरूलाई चाहिँ वस्तुस्थिति यहाँले हामी माझ प्रस्तुत गर्नुभएको छ। यसै क्रममा मैले लानको आँखी दीपक सुनारज्यूलाई पनि केही आजको अनुभूति वस्तुस्थिति बारेमा व्याख्या गरिदिन अनुरोध गरेँ। नमस्ते। सबै कुराहरू सरहरूले भन्नु सक्नुभएको छ। यो खासै भन्न कुराहरू के के चाहियो। ल हस्, धन्यवाद। हामीसँग अगाडि हुनुहुन्छ दाङ जिल्लाको निमित्त कार्यालय प्रमुख शक्तिराम डाङ्गीज्यू। यहाँलाई मैले 2 शब्द राख्न दिएँ। नमस्कार। सम्पूर्णमा युनिक च्यानलबाट हेरिरहनुभएको सम्पूर्ण साथीहरूलाई चितवन राष्ट्रिय निकुञ्जमा एकदम रमाइलो भइरहेको छ। एनएसडिसिएलको समीक्षा गोष्ठीमा आएर यो घुम्न पाउँदाखेरि खुसी लागेको छ। पहिलोचोटि हो सफारीमा। बाघ चाहिँ हेरौँला भनेको भेटिएको छैन। आशा गरौँ आशा गरौँ। धन्यवाद। हामीसँग हुनुहुन्छ रामसुफल सर। उहाँले के 2 शब्द नमस्कार। युट्युब च्यानल हेरिराख्नु भएको सम्पूर्णमा नमस्कार। म रामसुफल सारा खाद्य व्यवस्था व्यवहार कम्पनी लिमिटेडको सम्पूर्णको तर्फबाट अब लगभग साथीहरूले सबै कुरा उहाँहरूले सुनाउनु भयो। तर वास्तवमा यो देशको अर्थतन्त्रको लागि यो सामुदायिक वन नेपाल सरकारले पनि संरक्षण गरेर आयोजनको लागि पनि दिएको छ। हामीले पनि सिक्नुपर्ने कुरो पनि हो। हाम्रो व्यापार प्रवर्धन लगायतका धेरै आयोजन जोडिया छ यो समुदायका चितवनवासीहरूलाई। यस्तै कामहरूमा लाग्नुपर्छ। हामीले पनि आफ्ना यहाँ आउँदाखेरि केही कुरा सिकेर जानुपर्छ। उहाँ अघि भन्नुभएको थियो सरहरूले पनि यो शान्त वातावरणमा आएर हामी पनि यस्तो निष्कलङ्क निष्पक्ष रूपमा वातावरण बनाएर समाजमा आफ्नो ठाउँमा बस्नुपर्छ भन्ने मलाई लाग्छ। र यस्तो रमणीय दृश्य तपाईँहरूले पनि हाम्रो अरू ठाउँमा जानुभन्दा यहाँ आएर देखाउनुपर्छ। टुरिस्ट गाइडको रूपमा उहाँहरू आउनु भएको छ। यहाँ सबै कुरा जानकारी गराउनु भएको थियो। बाहिर जानु पर्दैन। हाम्रो देशको आयोजनमा पनि टेवा पुग्छ। यता आएर शैक्षिक भ्रमण लगायत अन्य भ्रमणहरू गराउनु हुन हेर्ने सरहरूलाई पनि हामी जानकारी गराउँछ। धन्यवाद। यसै क्रममा हामीसँग एकजना प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ। एकदमै म चाहिँ अब यो भ्रमणीय ठाउँमा आएर चाहिँ मन र मुग्ध हुन्छन्। एक किसिमको सहरी बजारको त्यो कोलाहलबाट मुक्त भएको आवाज गरिरहेको छु। दिमागमा भएका विभिन्न विकारहरूलाई हटाउँदै प्रकृतिको स्वच्छ हावा लिन पाउँदा खुसी महसुस गरिरहेको छु। हामी चाहिँ जुन टर्निङ पोइन्टमा आइसकेका छौँ। अब बाघ पनि देखिने अवस्थामा थियो, तर गुप्त अवस्थामा जानुभयो उहाँ चाहिँ। यो लाइभ कन्टिन्यू गरेँ मैले। हामीले 25 मिनटको चाहिँ अहिलेसम्म हामीले यो लाइभ रेकर्ड गरेर आएछौँ। अब अन्तिम
क्लोजिङ पनि यहाँ हाम्रो रामचरण सरले केही भन्छु भन्नुभएको थियो। यहाँलाई मैले निकुञ्जको जङ्गलको बारेमा अनि यो जुन निकुञ्जले जुन एउटा नेपालको आन्तरिक रोजगारीमा जुन कुराहरू चाहिँ यसले विकास गरेको छ, योगदान गरेको छ, यसको बारेमा केही व्याख्या गरिदिन अनुरोध गरेँ। धन्यवाद सर, पुनः यो कार्यक्रममा जोडिदिनु भएकोमा। हाम्रो यो जङ्गल सफारीबाट हामी लगभग जङ्गलको भाग चाहिँ चितोलेर अहिले हामी गाउँ क्षेत्र प्रवेश गरेका छौँ र यो जङ्गलमा धेरै यो समुदायहरू आश्रित हुनुहुन्छ भन्ने कुरो पनि हामीले यहाँबाट देख्न सकिन्छ र यो जङ्गलले चाहिँ धेरैजनाको रोजगारी क्रिएट पनि गरेको छ, सबै रोजगारीका क्षेत्रहरू गरेको पनि देखिन्छ र यहाँ चाहिँ जङ्गल सफारी गर्दै गर्दाखेरि चाहिँ जङ्गलमा थुप्रिएका काठहरू पिएका काठहरूलाई चाहिँ हामीले सदुपयोग गर्न सके, त्यसले चाहिँ विदेशबाट आयात हुने फलामजन्य वस्तुहरूलाई चाहिँ प्रतिस्थापन गर्न सक्थ्यो कि हामीले काठ र काठबाट बन्ने वस्तुलाई चाहिँ बढी जोड दिन सक्यो भने, उत्पादन त्यसलाई चाहिँ बढी प्रयोगमा ल्याउन सक्यो भने त्यसले चाहिँ राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुर्याउँछ कि भन्ने मेरो राय छ। ल यहाँलाई मैले यो लाइभ यहीँ अन्त्य गरेर सबैजनाले एकचोटि हाय ल धन्यवाद।